Hello everyone, so welcome to my channel. So आजको भिडियोमा चाहिँ म तपाईहरुलाई ओरिगामीको बारेमा फुल डिटेल्स, यसको हिस्ट्री अनि ओरिगामी बनाउनलाई के चाहिन्छ, प्लस यसको कसरी यसलाई ब्रू गर्ने रेसिपी के चाहिन्छ अनि यसलाई म चाहिँ फुल ब्रू गरेर देखाउने छु. सो ओरिगामी यसको बारेमा चाहिँ म आज फुल भिडियो बनाउने छु. सो यो भिडियोलाई चाहिँ राम्रोसँग हेर्नु होला. Now let's begin with the history. ओरिगामी कफी ड्रिपरको ओरिजिन चाहिँ तपाईको जापानमा भएको भनेर भन्ने गरिन्छ, जुन तपाईले भिडियोमा पनि देख्न सक्नुहुन्छ. ओरिगामी ड्रिपर अनि यो चाहिँ जापानमा चाहिँ तपाईको ड्रङ्क कफी भन्नेले चाहिँ इन्भेन्टेड गरेको भनेर भनिन्छ. अनि यिनीहरूले चाहिँ कोलाबोरेसन गरेको थियो मिनो वेयर क्राफ्ट्सम्यानसँग चाहिँ, जुन चाहिँ तपाईको ओरिगामी ड्रिपरको लागि चाहिँ एकदमै ठुलो कुरा मान्ने गरिन्छ. यसको डिजाइन्स इन्स्पिरेसन चाहिँ तपाईको जापानिज आर्ट अफ पेपर फोल्डिङबाट लिएको भनिन्छ, जुन चाहिँ जापानमा एकदमै धेरै पपुलर रहेको छ. त्यही भएर यसको नाम चाहिँ ओरिगामी भनेर राखिएको हो. अनि किनभने यसको ड्यू टु इट्स एलिगेन्ट 20 रिप डिजाइन, जुन डिजाइनले गर्दाखेरि चाहिँ एकदमै धेरै पपुलर पनि भएको छ, जसमा चाहिँ काउन्ट गर्न पनि सकिन्छ 20 रिप डिजाइनले गर्दाखेरि. अब कुरा गरौँ म्याटेरियलको. यसको म्याटेरियल चाहिँ माइनर पोर्सिलेनबाट बनेको भनेर भन्ने गरिन्छ, जुन चाहिँ हामी नर्मल घरमा चाहिँ टी अनि पटहरु रूपमा पनि युज गर्ने गर्छौं. सो तपाईहरुले पनि क्याफेमा अथवा आफ्नो घरमा युज गर्नुभएको होला. सो यसलाई चाहिँ तपाईको ट्रेडिसनल सेरामिकको रूपमा लिने गरिन्छ, जसले चाहिँ हिट रोटेसन र ड्युरेबिलिटीको काम चाहिँ गर्ने गर्छ. रिसेन्टली यसको पपुलारिटी चाहिँ 2023 वर्ल्ड ब्रुअर्स च्याम्पियनमा चाहिँ कार्लोसले युज गरेको भएदेखि चाहिँ त्यहाँबाट एकदमै धेरै पपुलर भएको भनेर भन्ने गरिन्छ, जुन तपाईले युट्युबहरुमा गएर सर्च पनि गर्न सक्नुहुन्छ. कार्लोस, जसले चाहिँ वर्ल्ड ब्रुअर्स च्याम्पियनशिपमा चाहिँ ओरिगामी ड्रिपरलाई चाहिँ प्रेजेन्ट गर्नुभएको थियो. सो तपाईहरुले गएर चाहिँ भिडियो चेक आउट गर्न सक्नुहुनेछ. लेट्स टक अबाउट ओरिगामी एडभान्टेज. यसमा चाहिँ तपाईको एस्थेटिक डिजाइन हेर्दाखेरि पनि एलिगेन्ट अनि तपाईको डिफ्रेन्ट ब्युटिफुल कलर्समा चाहिँ तपाईले ओरिगामी ड्रिपर्स चाहिँ पाउन सक्नुहुन्छ मार्केटमा. नेक्स्ट कुरा गर्नुपर्दा चाहिँ भर्सेटाइल फिल्टर पेपर. यसमा चाहिँ तपाईले फ्ल्याट बटम फिल्टर पेपर पनि युज गर्न सक्नुहुन्छ, साथै कोनिकल पनि युज गर्न सक्नुहुन्छ. यसको डिसएडभान्टेज चाहिँ के छ भन्ने कुरा पनि अलिकति एक्सप्लेन गर्न चाहन्छु. सो फुल्ली डिसएडभान्टेज त नभनौँ, तर पनि यसमा हुने इफेक्ट चाहिँ के देखिन्छ त भन्ने कुरा चाहिँ हो. जस्तो ओरिगामी युज गर्दाखेरि चाहिँ तपाईको यो 20 रिप्स भएको कारणले गर्दाखेरि चाहिँ तपाईले V60 को डिफरेन्स र ओएसमा डिफरेन्स हेर्नुहुन्छ भने चाहिँ V60 मा रिप्सहरु हुँदैन. सो यसमा चाहिँ रिप्सहरु हुन्छ, जसले गर्दाखेरि चाहिँ तपाईको च्यानलिङ हुने सम्भावना चाहिँ अलिकति हुन्छ भनिन्छ. तर पनि तपाईले आफ्नो ग्राइन्ड साइज र तपाईले आफ्नो ब्रू एडजस्टमेन्ट गरेर गर्न सक्नुभयो भने चाहिँ जस अल ओभर कफी त राम्रो नै हुन्छ. सो एउटा चाहिँ डिसएडभान्टेज चाहिँ त्यो छ भनेर पनि भन्ने गरिन्छ. अनि अर्को चाहिँ तपाईको लेस थर्मल रिटेन्सन भनेर भन्ने गरिन्छ. अनि यो चाहिँ सेरामिकले बनेको, अनि त्यसपछि यसमा चाहिँ तपाईको एयर च्यानल्सहरु चाहिँ एकदमै धेरै हुन्छ बिट्विन द रिब्स. तपाईले यहाँ भित्र देख्न सक्नुहुन्छ, जसले गर्दाखेरि चाहिँ तपाईको हिट चाहिँ रिटेन्सन चाहिँ एकदमै धेरै लुज गर्ने कामहरु चाहिँ गर्ने गर्छ. लेट्स टक अबाउट ब्रुइङ इक्विपमेन्ट्स. हामीलाई ओरिगामी बनाउँदाखेरि चाहिँ कस्तो खालको इक्विपमेन्ट्सहरु चाहिन्छ अनि के हुन्छ त भन्ने कुरा चाहिँ म तपाईलाई भिडियोमा देखाएर एक्सप्लेन गरिदिन्छु. फर्स्टमा हामीले देखाएको छौं ग्राइन्डर. यो चाहिँ ह्यान्ड ग्राइन्डर अनि प्लस एस्प्रेसो ग्राइन्डर. तपाईले आफ्नो घरमा अथवा क्याफेमा चाहिँ जुनै पनि युज गर्न सक्नुहुनेछ, जुन तपाईलाई चाहिँ सजिलो लाग्छ या जुन तपाईसँग अवेलेबल छ त्यही युज गर्न सक्नुहुन्छ. सो मसँग चाहिँ ह्यान्ड ग्राइन्डर छ, म चाहिँ ह्यान्ड ग्राइन्डर नै युज गर्ने गर्छु. नेक्स्ट भनेको मेजरिङ स्केल. मेजरिङ स्केल चाहिँ हामीले कफीहरु मेजर गर्नको लागि चाहिँ मेजरिङ स्केल चाहिँ युज गर्ने गर्छौं. नेक्स्ट भनेको तपाईको गुज्ने केटल. गुज्ने केटल चाहिँ तपाईको किन युज गरिन्छ भन्दाखेरि चाहिँ यसले वाटरको फ्लो कन्ट्रोलहरु चाहिँ एकदमै धेरै गर्ने गर्छ. सो त्यही भएर चाहिँ गुज्ने केटल चाहिँ हामीले ब्रू गर्दा युज गरेको राम्रो. नेक्स्ट भनेको स्टप वाच. टाइम पनि हेर्न पर्यो, सो त्यसको लागि चाहिँ हामीले स्टप वाच युज गर्छौं. नेक्स्ट भनेको फिल्टर पेपर, फ्ल्याट बटम फिल्टर पेपर या त कोनिकल, तपाईलाई जुन युज गर्न मन लाग्छ त्यो युज गर्दा भइहाल्यो. सर्भर, हामीलाई कफी ब्रू गर्दाखेरि चाहिँ सर्भर पनि चाहिहाल्यो. अनि फाइनली ग्राउन्ड कफी चाहियो. सो आज मैले ट्राई गर्न लागेको कफी चाहिँ कोलम्बिया एक्सटेन्डेड फर्मेन्टेसन, जुन चाहिँ वाश प्रोसेसको रहेको छ, र यसको भेराइटी चाहिँ पिङ्क बर्बन. सो आज मैले चाहिँ ट्राई गर्छु. ट्राई गरिसके पछाडि चाहिँ यसको फ्लेभर अनि क्यारेक्टरिस्टिक्सहरु कस्तो लाग्यो त भन्ने कुराहरु चाहिँ म भन्ने नै छ. थाहा नहुन सक्छ. एक्सटेन्डेड फर्मेन्टेसन वाश प्रोसेसमा एक्सटेन्डेड फर्मेन्टेसन गरेको छ. अनि एक्सटेन्डेड फर्मेन्टेसन भनेको चाहिँ नर्मल फर्मेन्टेसनलाई चाहिँ अलिकति एक्सटेन्ड गरेको हुन्छ, अलिकति लङ्गर टाइम चाहिँ लगेको हुन्छ. सो त्यसलाई चाहिँ एक्सटेन्डेड फर्मेन्टेसन भनेर भन्ने गरिन्छ. लेट्स ट्राई. सो मैले युज गर्ने कफी चाहिँ 13 ग्राम्स एन्ड देन आरडिटी रोस्ट ड्रपलेट टेक्निक भन्छ यसलाई चाहिँ. एन्ड देन मैले युज गरेको ग्राइन्डर चाहिँ मिडियम कोर्सको हुन्छ 32 साइज. एन्ड देन फर्स्टमा मेरो चाहिँ ओरिगामी अनि फिल्टर पेपर, जुन चाहिँ कन्सेप्ट फिल्टर पेपर भनिन्छ. एन्ड देन यसलाई चाहिँ रेन्ज गर्ने मजाले. रेन्ज गरिसकेपछि मेरो ग्राइन्ड साइज चाहिँ मिडियम कोर्स युज गरेको छु मैले. त्यस पछाडि चाहिँ मैले
मेजरिङ स्केल तयार गरेर कफी पोर गर्छु। कफीमा चाहिँ 13 ग्राम डोज तपाईँले देख्न सक्नुहुन्छ मेजरिङ स्केलमा पनि। त्यसपछि मैले यसलाई फर्स्ट पोर, टोटल मेरो फर्स्ट पोर चाहिँ 100 ml को हुनेछ। त्यसमा पनि तपाईँको 70 ml चाहिँ मैले सर्कुलर पोर गर्छु एन्ड देन 30 ml चाहिँ मैले सेन्टर पोर गर्छु। यसमा चाहिँ तपाईँको आफ्नो टेक्निक्सहरू हुने गर्छ कसरी पोर गर्ने। मैले 70-30 गरेँ, तपाईँले पनि 70-30 गर्नुपर्छ भन्ने छैन। जस्ट तपाईँले ब्रुइङ टेक्निकलाई चाहिँ डिफ्रेन्ट तरिकाले खेलाउन सक्नुहुनेछ। सो तपाईँले 200 नै गर्नुपर्छ भन्ने पनि छैन, टोटल 300 गर्दा पनि भयो। तपाईँको आफ्नो एउटा रेसियो हुनु पऱ्यो, त्यो रेसियो अनुसार चाहिँ गर्नु पऱ्यो। सो मैले चाहिँ आज यो ब्रु कफी गरिरहेको चाहिँ डेनमार्कको ब्रुवर्स कम्पिटिसनमा चाहिँ विन गर्नुभएको कम्पिटिटर्सको चाहिँ टेक्निक हो। सो मैले चाहिँ त्यही अनुसारले नै यो कफी चाहिँ ब्रु गरिरहेको थिएँ कस्तो हुन्छ भनेर चाहिँ, किनभने उसले पनि तपाईँको फर्स्ट पोरमा चाहिँ त्यसरी नै बनाएको थियो। सो सेकेन्ड पोरमा चाहिँ मैले कन्टिन्युस पोर गरेर सर्कुलर पोर नै गरेर मैले विथिन 40 to 50 सेकेन्ड्समा चाहिँ 200 ml पुऱ्याएको थिएँ अनि त्यसरी चाहिँ ब्रु गरेको थिएँ। फाइनली आई ट्राई दिस कफी। यो चाहिँ तपाईँको अघि मैले जुन प्रोसेस भनेको थिएँ कोलम्बिया वस्ट एक्सटेन्डेड फर्मेन्टेसन। सो मलाई चाहिँ अलिकति स्विट अनि त्यसपछि फ्लोरल अलिकति फ्लोरल बढी स्विट, ब्ल्याकबेरी काइन्ड अफ ब्ल्याकबेरीको हिन्ट्स थियो, एप्रिकोट भनौँ काइन्ड अफ एप्रिकोट खाए जस्तो त्यस्तो खालको हिन्ट्सहरू चाहिँ थियो। सो अलिअलि तपाईँको एसिडिटीको नोट्सहरू चाहिँ अलिकति इन्हान्स भएर चाहिँ आएको। सो अहिलेसम्म ट्राई गरेको कफीमध्ये कोलम्बियाको कफी चाहिँ यो वान अफ द बेस्ट, किनकि मलाई पर्सनली पनि वास प्रोसेस गरेको कफीहरू चाहिँ मनपर्छ। सो मलाई मेरो एउटा फ्रेन्ड्सले चाहिँ सजेस्ट गर्नुभएको थियो कस्तो छ ट्राई गर भनेर, सो दिनुभएको थियो। सो मैले ट्राई गरेको थिएँ। जस्ट ओभरअल मलाई यो कफी चाहिँ एकदम राम्रो लाग्यो। थ्याङ्क यू सो मच फर वाचिङ द भिडियोज। आई होप तपाईँहरूलाई यो भिडियो चाहिँ मन पऱ्यो होला। अनि तपाईँहरूले केही सल्युसन दिनु छ भने चाहिँ तपाईँहरूले कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुनेछ एन्ड देन लाइक एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। थ्याङ्क यू।